आज चाहिँ हामी सबैजना होलिडे 5 दिनको लागि चाहिँ हिँड्यो। अहिले हामी चाहिँ म्यानचेस्टर कटेर अहिले के ठाउँमा हो यो कता छ कता छ यो M6 मा छ। अनि उता लन्डनबाट देवी दिदीको फ्यामिली, यता हामी लक्ष्मण फ्यामिली, कान्छोको फ्यामिली अनि हेमा र एन्जिला गरेर हामी कतिजना 15 जना जति छ होला। आज हामी सँगै बसेर एउटै घर ठुलो घर लिएर अनि हामी अब चाहिँ लेक डिस्ट्रिक्ट घुम्न हिँड्यो। वेलकम ब्रेकमा आएर अब स्यान्डविच र चिया खाँदै सबैले चाहिँ लेकको चाहिँ इन्जोय लिँदै है। ल हाम्रो भेना चाहिँ चिया होइन, अब अर्कै पो दबाएछ भेना भेनाजीले चाहिँ चिया नखाने भए चाहिँ चियाको त यस्तरी राखेछ। ल राम्रो स्यान्डविच फिनिस। ल हामी चाहिँ लेक डिस्ट्रिक्टको के हेर्नु भन्यो त्यहाँबाट हेर्नलाई माथि डाँडा चढ्यो अनि एचिभ गरियो। ल हाम्रो भेनाजीले नि 5 मिनटमा पार गर्नुभयो। ल यता सानो भएर दिदी आउँदैछ। आजको चाहिँ फर्स्ट टच चाहिँ हाम्रो प्रभाव। ल अनि ल अब मेरो भिडियो हेरेर इन्जोय गर्नुहोस्। ल दामी ठाउँ छ त्यो लेकमा। ल ल अहिले चाहिँ हाम्रो दिदी र बुढीमा अनि उसले बल्ल एचिभ गर्यो। सबभन्दा लास्ट भयो आज। ल अब चाहिँ आजको चाहिँ प्रभाव हो विनर। आज प्रभाव फर्स्ट। ल अब चाहिँ लेक डिस्ट्रिक्टको उसमा चढ्ने। ल ल है चक्लेट केहरू पाउँछ अरे। ल लेकमा घुम्दै अब बोटमा। लेक डिस्ट्रिक्टको बोट घुम्दै कान्छी चाहिँ अब सेल्फी हान्दै। ल बिल्डिङ बनाउँदो रहेछ। ल ठाउँ चाहिँ एकदम रमाइलो रहेछ, मजा। सानो भाइ रमाइलो भइरहेछ मिनु हो र। अब हामी चाहिँ घुमेर आइपुग्यो लेक डिस्ट्रिक्टबाट मजाले घुमेर।
ल बोट ट्रिप गरेर आए पार्टीहरू कस्तो भयो त बोट ट्रिप रमाइलो भयो ल ल ल आबु बोट ट्रिप कस्तो भयो गुड ए ल खै देखाउ त खै ल लेग साइडको प्रभाव र आफूले इन्जोय गरेछ वेल डन गुड ल आमाहरू चाहिँ हेर्ने यहाँ वेस्ट के अरे लेक डिस्ट्रिक्टको चाहिँ एम्बलसायरको चाहिँ पुरानो हाउस यो ब्रिज हाउस हो यो कुन सालको हो धेरै पुरानो अनि यो नि फेमस बच्चाहरूलाई त खोलाको समुद्र लानु लेक डिस्ट्रिक्टको कालोमा अब यहाँ म कान्छी मिनु लक्ष्मण प्रभाव हिँड्दै आछ ल अब हाम्रो भेना चाहिँ अगाडि लट्ठी टेकेर माथि पुग्दैछ ल अब डाँडा चाहिँ यही हो चढ्ने अनि त्यसपछि फर्किने अब अलिक ढिलो भयो आज स्टार्ट नै 2 बजे सुरु गरेको त्यही कारणले गर्दाखेरि अब एटलिस्ट 3, 4, 5 बजे पुगिन्छ होला 6, 7 बजे तल आएर हिँड्छ ल हेलो वेल डन प्रभाव ओ प्रभावले चाहिँ अब एकछिन 1 आवरमा सबमिट गर्ने अब मिस्टर पिजी चाहिँ ऊ Hey, how's it going? This is so much fun. You should do it.
बिचमा आइपुग्यो अनि हल्का खाजा प्रभावले चाहिँ सही हिँड्यो आज ल कान्छी नि आइपुग्यो हाम्रो भेना आइपुग्यो हावा चलेछ एकदम अब अरू चाहिँ आइपुगेको छैन है अब बिस्तारै आउँदैछ लक्ष्मण र आफू त्यहाँ आउँदैछ अब हामी डाँडामाथि कान्छी मिनु प्रभाव कान्छा अनि पहिला गरेर सबमिट गर्यो ल डाँडा चाहिँ सबै तल है ए त्यो चाहिँ विन्टर भ्यू है आज राम्रो दिनमा गरे धुने रे ल यस्तो माथिबाट आएको पानी लेकबाट आएको ल भेडा यता भेडा चलिरहेछ ल अब चाहिँ हामी फर्किँदै हो अब करिब 6 बज्न लाग्यो अब आजको कार्यक्रम यति ल बाई तालको साथमा अब झन् तल आइसक्यो अब आउँदाखेरि चाहिँ नेचुरल यस्तो डाँडाबाट आएको ल ल वेल डन गाइस वेल डन ल अब यस्तो छ ल हो क्या हामी चाहिँ अब वाटरफलको छेउमा आइपुग्यो सो सानो भाइ अगाडि म पछाडि युकेको सबैभन्दा ठुलो वाटरफल सो ल यस्तो रहेछ ल माथिबाट झऱ्या कस्तो राउन्ड केक जस्तो रहेछ त्यसरी झरेको ल राम्रो ल ग्रिनेरी एकदम राम्रो हार्ड रकको सानोबाट जाडो भएछ ल पानी चाहिँ यो खसेको एकदम नेचरसँग एकदम अब स्विमिङ पनि खेल्दो रहेछ गोराहरू ल अब हामी पनि दिनु पर्ला जस्तो सानो भयो स्विमिङ ल ल ल इन्डियाको सबैभन्दा ठुलो वाटरफल ल यहाँबाट झरेर यहाँ चाल भएको ल कोही फोटो खिच्दैछ कोही चाहिँ गाउँतिर घुम्दैछ है ल इन्जोय गरेछ जोस् वो के अरे लेक डिस्ट्रिक्टमा ल यता वाक गर्दैछ सुन्दाहरू ल यस्तो दामी पुल ओहो लुक दामी हामी बसेको नजिकै रहेछ यो चाहिँ ल सुनसान छ गाउँ ल दामी हाम्रो घरबेटी साउको मयर पनि रहेछ एउटा चाहिँ यहाँ छ एउटा चाहिँ त्यहाँ सुतिरहेको छ ऊ भाले पऱ्यो यस्तो सेतो मयर त कहिल्यै देखेको थिएन ल ल
हाम्रो भेनाजी चाहिँ ऊ मजाले इन्जोय लिएछ ल यता चाहिँ फोटो सेसन हुँदैछ ल घर चाहिँ यस्तो छ अनि दाउरा बाल्न मन लाग्छ भने ल यसरी बारिनुहुन्छ ल ल यस्तो जङ्गलको बिचमा ल आज हाम्रो हलिडेको लास्ट डे अब भोलि बिहान चाहिँ हामी फर्किँदैछौँ ब्रेकफास्ट खाएर अनि त्यसपछि अनि यहाँ अहिले चाहिँ लेडिज पार्टीले चाहिँ लुङ्गी लाएर अनि फेसन सो गर्ने फेसन सो अनि ल अनि खोला छ छेउमा एकदम रिल्याक्स छ अनि पुल छ है यी फुटबल खेलिने भयो भेडाहरू माथि चलिरहेछ यी यहाँ घर छ उसको फार्म छ ल दामी छ दामी ल यसरी गयो यहाँबाट यो गेट छ फेरि हिँड्ने यसरी बस्ने यहाँ चिल छ अनि खोला पनि यहाँ छ खोला छ बच्चाहरू ल्यायो भने खोलामा यसो गर्ने हुन्छ ल अब लास्ट है सक्यो दुई किनार माझ यो गोला बन्दछ तिम्रो र मेरो दुई मुटु माझ यो माया आउँदैछ गोला बनेर जाबोके पनि बिना नै
जन्म है जन्म पुनर्जन्म म फेरि जन्मुला जन्म है जन्म पुनर्जन्म म पनि जन्मुला जन्मको लागि मर्नुको लागि फेरि जन्म लिउँला ओ बुढीलाई सम्झिनेलाई माया त माया हो माया त माया हो तिम्रो मनमा लुकेको कुरा नभने पनि बुढीलाई सम्झिनेलाई माया त माया हो माया त माया हो माया त माया हो माया त माया आइपुगेको बिहान बिहान पार्किङ पाएन ब्ल्याक पुल आएको भएन मैदाले साथ दिएन हावा तरो आएर यसो चियातिर कुद्दै हो ल ल आज चाहिँ हाम्रो अन्तिम दिन रमाइलो अब लास्ट नाचगान अनि त्यसपछि पुरा अन्तिम दिन सबैले रमाइलो गर्यो इन्जोय गर्यो ल यति भन्दै आज यो पालिको होलिडे यो 2026 अगस्त 1 मा आएको सो आज चाहिँ अगस्त कति भयो 5 म कार्यक्रम बन्द गरेँ ल तपाईँहरू सबैलाई मेरो भिडियो हेरेर इन्जोय गरिदिनु होला ल तपाईँ